So hello guys, after a long time म भ्लग गर्दैछु आज माघे सङ्क्रान्तिको दिन ह्याप्पी माघे सङ्क्रान्ति टु एभ्रिवान घिउचाको खाने दिन इन नेवार इट्स कल घिउचाको सलु आजको दिन यसो मामा घरमा गएर ट्याप्प ट्याप्प तेल लाउने दिन हो हामी चाहिँ अब कलेज पनि बिदा अफिस पनि बिदा भएको भएर चाहिँ नगरकोट घुम्न जान लाग्छौँ मेबी त्यो झ्यालघर जान्छौँ अनि आज almost 6 कि 7 कि 8 पिपलहरू हामी जान लाग्छौँ केटाकेटीहरू अब तिनजना चाहिँ अब बल्खुमा भेट्छौँ मनिष प्रिन्सा चाहिँ अब बल्खुमा भेट्छौँ त्यसपछि अरू कोटेश्वरमै अझ प्लान चाहिँ हामीले पहिलादेखि नै गरायो यसो डुलौँ भनेर कलेजकाहरू पनि अब स्याटरडे खासै कोही भ्याउँदैनन् एक दिन भएको भएर यस्तो आफ्नो पर्सनल फ्यामिलीहरूसँग नै डुलेर भ्याउँदैनन् त्यसैले आज माघे सङ्क्रान्तिको दिन ठ्याक्क बिदा भएको बेला डुलिहालौँ भनेर डुलेको आज बिदा भए पनि गाडीहरू त टनाटनै रहेछ हुनुहोस् मेबी सबैजना मामा घरै गइरहेछन् होला हामी नगरकोटमा पनि त्यो भ्यू टावर पनि जान्छौँ त्यो झाल त घर त भइहाल्यो बाइ द वे साथीहरू झाल घर गएको छन् भने जानु होला वान अफ द नाइस प्लेस त्यो कन्सेप्ट चाहिँ कस्तो थियो भन्दा चाहिँ अर्थक्वेकको बेला जति घरहरू भत्क्यो नि त्यसको पार्ट्सहरू मिलाएर स्कुलमा त्यसकै घर बनाएको अब एज इन द वर्ड झ्याल घर झ्यालबाट बनेको घर हो प्लस अरू पनि छ त्यहाँ टायर्स आई गेस टायर्स कि केले बनेको पनि छ लाइक 3-4वटा घर छ त्यही डिस्ट्रक्सनबाट बनेको इट्स एन आर्ट फ्रम द डिस्ट्रक्सन अहिले चाहिँ 11 ठ्याक्क भएछ सबै निस्किसक्यो अब त म पेट्रोल हाल्नु छ आज त हुस्सु नै हुस्सु रहेछ यार भ्यू त केही देख्दैन होला नेपाल काठमाडौँको एयर पल्युसन चाहिँ अति नै भएको छ बिकज पानी परेको छैन विन्टर सिजन हो अनि अब के भनौँ यही भेहिकल्सहरूले गर्दा नै हो नर्मली त धुवा धुलो एभ्रिथिङ कुदायो केटोले बाबा लिने होइन लिँदै मैले लास्ट टाइम लगमा खिचायो हो क्या त्यो के भन्छ कुलेखानीवाला त्यसले गर्दा कलर ग्रेडिङ चाहिँ मलाई प्रिमियर प्रोबाट गर्नै आएन त्यसले गर्दा चाहिँ हल्का कस्तो फेडेड देखाएको छ आज चाहिँ मैले नर्मलमै खिचाएको छु आई गेस एचडिआर नै भएको छैन होला अब नर्मलमा नि एन्टी फिल्टर 16 युज गरेर गइरहेको छु किनकि आज नट सो सनी प्लस नगरकोटमा पनि घाम खासै लाग्दैन हिल्स भएको भएर चाहिँ त्यही सोचेर चाहिँ मैले गरेको हो लेट्स सी कस्तो हुन्छ हुन त रमाइलो नै हुन्छ तपाईँ केही बिर्सा जस्तो त भइरहेछ केही बिर्सा छैन होप पेट्रोल हालौँ भनेको भिजुअल प्याक जस्तो देख्छु घुमाएर लानु पर्दा जस्तो पर्दैन त्यहाँनिर प्याक पेट्रोल पनि हाल्यो अब वी आर गोइङ अब सिधै हुन त बल्खुमै भेट्छौँ होला मेबी कोटेश्वर बल्खुमा नि के हुन्छ लेट्स सी कि बाटो बिग्रेछ रोक्ने ठाउँ हुँदैन पहिला सुरु मिटअप पोइन्ट हल्का बिग्रेछ खै त उनीहरू मनिष गयो यार
कल उठाऊ के अरे कोटेश्वर यतै भित्र कोटेश्वरको पेट्रोल पम्प उता हो नि त फेरि के त हो हाँ यहाँ छैन छ र बिस्तारै चला उनीहरू यता पेट्रोल पम्प बारे त्यो पेट्रोल पम्प हो कि उता पेट्रोल पम्प हो कि यही पेट्रोल पम्प त होला नि मडगार्ड खै मडगार्ड चिट काट्छ अनि ल हामी चाहिँ अब यता जडीबुटीको पेट्रोल पम्पमा पुग्यौँ साथीहरू भेटिरहेको थियौँ मनिष प्रिन्सा अदिति अनि त्यसपछि उता कोमल र मुकेश ऊ चाहिँ सजेस उता चिसो भइहाल्छ नि लेट्स गो खोइ उनीहरू घुमायो फेरि फेरि रोक्यो त्यही पाउँछ त ड्राई पिकनिक प्लान हो क्या हो ड्राई पिकनिक प्लान हो कि क्या हो भने क्या यहाँबाट लेफ्ट हो तर उनीहरू खै मुकेश आयो आयो ए जाऊ जाऊ बाटो थाहा छ हुन मुकेशलाई थाहा होला हौ
आयो and this is चियाघर ला पसल त बन्द रहेछ त यार आज हुन त यही हो उता जाँदैन हुन्छ सो हामी अब नगरकोटबाट उता यो क्याफे मन्दपी कि कुन क्याफेमा बसेर अब हामी यता बोजिनी ड्याम जान लाग्छौँ लेट्स सी कस्तो हुन्छ यो सिटिङको पोजिसन पनि कम्फर्टेबल रहेछ यार रोयल इनफिल्डको कति भिडियो सुट हो तपाईँको त अनि हानिरहनु पर्यो नि सबै अब के गर्नु ठिक छ अनि कता अनि यहाँ पुरै भ्लग बनाउँदै यसो नगरकोट डुलेर आएको रेकर्डै रहेछ हो भइरहेछ सही हो अनि यो त कहिले देख्दिनु त होइन साथीको हो क्या चेन्ज गरेर चलाएर त्यही त कति बेला आएको अस्ति बिहार त होइन 12तिर सबजना साथी ल भोलि भेटौँ ल अनि आज के फुटसल हुने भयो कि नहुने भोलि ओके ल बाई बाई दम ल Really? भोजनी ड्याम परिसरमा पाल्नुहुने सम्पूर्ण समथिङ दामी देख्दो रहेछ यार हुस्सु नलागेको हुन्छ नि दामी हुन्छ क्या स्मग ऊ चाहिँ खास अघि भेटेको चाहिँ हाम्रो शीतल दाई कार इन्थुजियाजिस्ट अनि यस्तै इलेक्ट्रिक भेहिकल्सहरूमा बनाइराख्नुहुन्छ उहाँले हाम्रो ओल्ड स्टोरमा काम गर्नुहुन्छ उहाँ पनि भेरी नाइस गाई हम्बल ओ खतरै प्याक हुन्छ जस्तो लाग्यो
खै त यही हो होइन र त्यही हो क्या उइमा उइमा तलबाट आउँदा नदेख्दो रहेछ माथिबाट आउँदा पुरै देख्दो रहेछ क्या बोजुनी ड्याम रहेछ नि त नि आइपुग्यो छैन होइन यतैबाट होला मनेश हेर मैं तो कंफ्यूज हो गया यहाँबाट जाँदा हुन्छ लेफ्ट त घुमी फेरि जानु पर्ला हम किधर पहुंचे यार लेफ्ट मिल्दैन
यहाँबाट मिल स्वास्थ्यको पानीपुरी यही हो ठिकै छ